हेलो गाइज, नमस्ते नमस्ते नमस्ते। वेलकम टु माई युट्युब च्यानल सन्तोष पौडेल। के छ साथीहरू, सन्चै हुनुहुन्छ सबैजना? ड्युटीमा छु, दुबई सेक्युरिटी मरिना साइडमा रेस्टुरेन्ट बिल्डिङमा छु, ड्युटी गर्दैछु। के छ तपाईँहरूको खबर? च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। एन्ड यस्तो छ दुबई सेक्युरिटी ड्युटीमा, गाह्रो छ। बाहिरतिर डुल्दैछु। यो टावरमा हो मेरो ड्युटी, 37 तलाको टावरमा। यस्तो छ है। अहिले रोडतिर यसो चेकिङको लागि निस्केको छु। रोडतिर भन्दा पनि यसो बाहिर हावा खाना। यस्तै छ साथीहरू, दुबईको ड्युटी सेक्युरिटीमा गाह्रो छ। घरिघरि चेकिङमा निस्किनु पर्ने हुन्छ। यस्तो छ। के छ तपाईँहरूको खबर? सुनाउनु होला, कमेन्ट गर्नु होला, लाइक सब्सक्राइब गरिदिनु होला। यस्तो छ ल, हेर्नुहोस् बाहिरको भ्यू, टावरहरू। मौसम सफा छ। आज 2-3 दिन पहिले पानी परेको थियो। आज चाहिँ मौसम एकदम सफा छ। घाम भने म भाइहरूको ठाउँसम्म आइपुगेको छैन। यहाँ बिल्डिङहरूले गर्दाखेरि थोरै घाम चाहिँ अलि आइपुगेको छैन। अहिले 2 बजे 3 बजेपछि थोरै आउँछ। अहिले चाहिँ खासै आइपुगेको अवस्था। भित्र जाउँ, हेरौँ के चल्दैछ। बिल्डिङको भित्री साइडतिर आएँ म। यस्तो छ। यो चाहिँ मेरो क्याबिनभित्रको चाहिँ यस्तो छ क्याबिन। यो चाहिँ मेरो क्याबिन है साथी, हो सेक्युरिटी क्याबिन। टेबल सेबल छ, पानी खाने यता उधर यता दराज, यता सिएमटी बक्स छ। यो मेरो पानी खाने टुल चाहिँ मेरो क्याबिन यस्तो छ साथी है। ल, यहीँभित्र बसेर म ड्युटी गर्छु। यो बाहिरको ब्यारियर भयो, एयर कन्ट्रोल गर्छु साथीहरू। यो चाहिँ मेरो पार्किङ साइट एरिया। यस्तो छ पार्किङ एरिया, गाडीहरू पुरा पार्क गर्छु यहाँ। यस्तो छ है मेरो ड्युटी लोकेसन। रमाइलै छ भन्नुपर्छ। दुबईमा ड्युटी गऱ्यो 12 घन्टा 13 घन्टा। गाडी आऊ जाऊ 15-16 घन्टा जान्छ। रुममा जाऊ, खाना बनाऊ, खाऊ, आऊ, छुट्टी छैन। 3 दिन नै यहीँ आऊ, ड्युटी गर। बोरिङ पनि हुन्छ हो कहिले कहिले त, तर के गर्नु, ड्युटी त गर्नु पर्यो। तर ड्युटीसँगै मजा पनि हुन्छ, मान्छेहरू पनि आइरहेको हुन्छ। आजलाई यति नै भिडियो साथीहरू। अर्को भिडियोमा फेरि म तपाईँहरूलाई देखाउनेछु।
अहिलेको लागि टाटा बाई बाई।